कलेजमा हैन डेली रुटिन चाहिँ भन्नुपर्छ क्या के गर्यो हैन बिहानदेखि उठेदेखिबाट बेलुकासम्म चाहिँ के गर्यो भने चाहिँ भन्नुपर्छ क्या सबै। अनि त्यसपछि तपाईँले चाहिँ हो मात्रै भन्यो तपाईँले भने बापत चाहिँ हैन हाम्रो चाहिँ मार्क्सहरू आउँछ। अनि त्यसपछि हामीलाई विदेशहरू जानु पर्यो भने पनि सजिलो हुन्छ कि अनि उहाँहरूले चाहिँ हामीलाई सजिलो गराइदिन्छन् कि। अनि तपाईँले चाहिँ मैले जे भने पनि झुटो कुरो हो नभनिदिनु फेरि जे भने पनि साँचो हो भन्नु पऱ्यो है। हो भन्नु पऱ्यो, झुटो त भन्दिनँ नि त, म त साँचो बोल्छु नि त। हो भन्नु पऱ्यो जे पनि के है। ल अब के भन्छ भन्ने अलि राम है सुरु है नमस्ते नमस्ते भन्नु। उहाँ चाहिँ मेरो मम्मी हुनुहुन्छ। म चाहिँ अब डेली रुटिन चाहिँ भन्न गइराखेको छु के गर्छु भनेर। अनि म चाहिँ बिहानै के भन्छ 3 बजी नै उठ्छु। अनि 3 बजी नै उठेर चाहिँ मम्मीलाई चिया पकाएर ल्याउँछु। अनि चिया पकाएर ल्याएर चाहिँ मम्मीलाई उठाउँछु। चिया पकाएर ल्याएर चिया ब्रेकफास्टहरू चाहिँ मम्मीलाई ल्याइदिन्छु बेडमै। अनि मम्मीलाई एक्सर्साइजहरू सिकाएर एक्सर्साइजहरू गराउँछु। अनि त्यसपछि मम्मीलाई टक्क अनि मम्मी उठेर आउनुहुन्छ। मम्मी उठेर आउँदाखेरि चाहिँ मैले खानासाना पकाएर टक्क रेडी गर्छु। बराल कुराल गरेर पूजाहरू गर्छु। सबै गरेर चाहिँ छिटो बनाउँछु। अनि मम्मी बल्ल उठ्नुहुन्छ अनि है हुन्छ मम्मी सबै गरेर चाहिँ मम्मी बल्ल उठ्नुहुन्छ। अनि त्यसपछि चाहिँ अनि मम्मीलाई खानाहरू नि म ओछ्यानमै ल्याइदिन्छु। फेरि मम्मीलाई सुत्न पठाउँछु। अनि म फेरि नाच्नु अनि फेरि मम्मीलाई चाहिँ म ओछ्यानमै ल्याइदिन्छु। अनि ओछ्यानमै ल्याएर फेरि सुताउन पनि थालमा पानी ल्याएर सुताइदिन्छु। हो भन न गर्छु। अनि त्यसपछि चाहिँ अनि म त्यसपछि अब खाजासाजा खाइसकेपछि मम्मीलाई चाहिँ 2 घन्टा सुत्न आराम गर्नलाई चाहिँ रेस्ट गर्नलाई चाहिँ बेडमै बस्नु भनेर मम्मीलाई बेडमा राखेर चाहिँ 2 घन्टापछि चाहिँ मैले फेरि खाजा बनाएर चाहिँ मम्मीलाई फेरि ल्याइदिन्छु। मम्मी चाहिँ खासै उठ्नु नै हुन्छ क्या मम्मी चाहिँ खासमा होइन बिरामी त होइन मम्मीलाई सुविधा दिन्छु मैले चाहिँ। मम्मी चाहिँ खासमा धेरै उठाउँदिनँ मम्मीलाई सुविधा दिएको लाग्यो त्यही भएर। अनि त्यसपछि चाहिँ अनि मम्मी खाजा खाएर अनि फेरि मम्मी रेस्ट गर्नुहुन्छ 2 घन्टा। अनि त्यसपछि चाहिँ खाना खाने टाइम हुन्छ। म खाजासाजा रेडी गरेर अनि खानाहरू सबै रेडी गरेर बेलुकाको लागि रेडी गर्छु। अनि त्यसपछि चाहिँ मम्मीले चाहिँ अनि खानाहरू चाहिँ के पकाउनु तरकारी खानु लागि मासु ल्याएर चाहिँ म मासु पकाउँछु मम्मीलाई चाहिँ मासु पकाउँछु। अनि त्यसपछि चाहिँ मासु भात चाहिँ मम्मीलाई ओछ्यानमै ल्याइदिन्छु मैले। अनि ओछ्यानमा ल्याइदिन्छु। अनि मम्मीले चाहिँ म के भन्छ खानुहुन्छ फेरि सुकाएर चाहिँ थाल भाँडा सबै माथि लान्छु। अनि त्यसपछि हो भन्नु न अनि त्यसपछि चाहिँ मम्मी उठेर अनि आनन्दले सुत्नुहुन्छ। मेरो चाहिँ डेली रुटिन चाहिँ यस्तै गर्ने गइरहेको छ। म पत्तै हाल्नुभयो हजुरहरूले पनि मम्मीले हो भनिसक्नु भएको छ होइन। अलिअलि हाँस्नु भएको चाहिँ त्यो चाहिँ माइन्ड नगर्नु होला। हाम्रो मम्मी एकदम हँसिली खुसीली हुनुहुन्छ होइन त मम्मी। हाम्रो मम्मी हामी जसले कुरा भन्दै पछि पनि हाँस्छ। त्यही भएर गाई के ऊ नगर्नु माइन्ड नगर्नु होला। हस् बाई 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 गर्नु। तपाईँलाई प्र्याङ्क गरेको पनि कस्तो लाग्यो? कस्तो लाग्यो? पत्याउनु भयो सबै कुरा साँचो होइन त? साँचो हो नि त। ल भइगयो नि त। हेर्नु गाइज म कति संस्कारी ज्ञानी छु। अनि म जस्तो संस्कारी सबैजना बन्नु होला होइन। अरू के भन्छ ल बाई बाई। त्यसो भए बिरामी छु दबाई खान्छ। म जस्तै बन्नु 4 बजे उठ्नु है सबैजना। है हाम्रो छोरी चाहिँ 4 बजे उठ्छ। सबैजना 4 बजे उठेर सबैजनाले सुविधा पाउनु होला। मैले गरे जस्तो हेर्नु भयो मम्मी अब धेरै बोल्यो अति भयो।